हेलो एभ्रिवान, आज चाहिँ मसँग इस्कुस छ। अनि यो इस्कुसमा चाहिँ हेर्नुहोस् त काँडा छ नि। यसलाई चाहिँ कसरी तास्ने एकदम सजिलो तरिकाले म देखाउँछु ल। एउटा चपस्टिक लिने, त्यो मकै भुट्ने कप्टेरा लिए पनि हुन्छ। यसलाई यसरी गाड्ने बुझ्नुभयो। अनि तपाईँ यसरी गर्नुहुन्छ कि कसरी गर्नुहुन्छ? एउटा यस्तो धारिलो हुनु पर्यो कि यो आलु तास्ने पिलर चाहिँ एकदम धारिलो हुनु पर्यो। मसँग अर्को खालको पनि छ यही मेरो, यो चाहिँ लाग्दैन कि त्यति साह्रो। यो चाहिँ आलुमा त तास्छ, तर यसले चाहिँ अलिक तास्छ। हेर्नुहोस् तपाईँलाई कसरी सजिलो लाग्छ त्यसरी आफ्नो हिसाबले घुमाएर सजिलोसँग यसरी गर्नुभयो भने हातमा यो इस्कुसको यो चोप हुन्छ नि, कस्तो चिप्किएर छाला उके जस्तो हुन्छ नि। तपाईँहरूलाई थाहा होला नि होइन, इस्कुस जसले खानु भएको, जसले इस्कुस काट्नु भएको तपाईँहरूलाई त थाहा भइहाल्छ होइन। अनि यसमा चाहिँ यस्तो खालको यो पनि छ क्या। पहिला यो भाटभटेनीमा देखिनँ क्या मैले। अनि यो मैले विदेशबाट मगाएको यो आलु तास्ने चाहिँ फेरि उताबाट आइसकेपछि चाहिँ फेरि अहिले चाहिँ फेरि भाटभटेनीमा पनि पाउँदो रहेछ। यसलाई चाहिँ यस्तो भएकोले यस्तो पलमा पुगेकोहरू पनि निकाल्न मिल्छ क्या। यस्तो गर्ने, यस्तो भयो भने तपाईँलाई त्यो हुँदैन क्या, चिप पनि हुँदैन। अब यो काँडे इस्कुस त झन् कस्तो मिठो हुन्छ नि त। अनि तास्नबाट चाहिँ कस्तो मुस्किल हुने क्या। यो तपाईँहरूलाई सजिलो तरिका